अहिले चाहिँ गाइजहरू हामी साथीको साली नदी मेलातिर लाग्दैछ होइन। त्यही साथीहरू हेर्दै गर्नु होला। अहिले चाहिँ मेला पनि अन्तिम हुनु आँटेछ साथीहरू होइन। यही कन्डिसनबाट लाग्ने साली नदीमा एन्ट्री भइसकेको अवस्था है। साली नदी मेला साथीहरू जानको टाइम होइन। 11:30 भइसकेको छ बिहानको। यहाँ चाहिँ घाम लाग्दछ, डर घाम लागिरहेको छ साथीहरू होइन। त गाइजहरु साली नदी मेलाको बजार है। चाहिँ हरेक सामानहरू चाहिँ सस्तोमा पाइने रहेछ होइन। भाँडाकुँडा जुत्ता मच्चा कपडा है सस्तो चाहिँ पाउने रहेछ साथीहरू यहाँ साली नदी मेलामा चाहिँ। अब मेलाको नि अन्तिम हुनु आँटेको छ होइन। त्यस्तो साथीहरू साली नदीको मेला जता पनि फोटो खिचिरहेको हुन्छ त भिडियो बनाउनु पर्यो। मान्छेको माहौल चाहिँ डर लाग्दैछ है। ऐतिहासिक पवित्र तीर्थस्थल पुण्यभूमि पार्वती माता पार्वतीले शिवले ब्रह्मा माताले बच्चो पार्वतीले चक्रवातीले मुक्ति पाएके इस पवित्र तीर्थस्थल पाल्ने सम्पूर्ण श्रद्धालु तल है गाइजहरु भाइरल पौडी खेल्ने ठाउँ चाहिँ नुहाउने ठाउँ होइन। पौडी खेल्ने ठाउँ चाहिँ तल हो साथीहरू। पुरा यस्तो छ है त। साली नदीको मेला है त गाइजहरु। यता चाहिँ मान्छेको माहौल अझै भिडै छ है। पूजा आजा टन्नै चलिरहेछ। उता माथिबाट चाहिँ आउने होइन, आउने जाने।
अहिले चाहिँ गाइजहरू हामी लगभग घुमिसक्नु आँटेको अवस्था होइन डल्लै छेउमा यहाँ छ यता यस्तो छ होइन अब हामी चाहिँ भनेको यताबाट आइयो र अब यता हुँदा निस्किँदै गइन्छ साथीहरू अहिले चाहिँ हामी फर्किँदै छौँ साथीहरू सेनापतिबाट आउनुभएकी लक्ष्मी तामाङ तपाईँ कहाँ हुनुहुन्छ तपाईँको छोरी सरस्वती तामाङले फुलमा बसिरहनु भएको छ के किन्ने हो 500 को दुईटा भइरहेको सस्तो कस्तो छ यो मेलामा चाहिँ आज खेल्ने हो मान्छे छैन त कति 4 जना अरे नदी मेला चाहिँ अब घुमफिर गरेर फर्केको छ हामी चाहिँ